छ न बाहिर गएर घुम्न सकेको छ, त्यो पैसा त्यत्तिकै कुहेर जान्छ। त्यो स्विस ब्याङ्क त्यो मरेपछि त्यो स्विस ब्याङ्कै हुन्छ। अब अहिले तपाईँको नेताहरू जुन हुन्छ नि, नेताहरू सधैँ पावरमा बसिराख्न खोज्छन् नि, किन भन्न थाहा छ तपाईँलाई? माया ह्यान्डल गर्न सक्नु पऱ्यो, हेट ह्यान्डल गर्न सक्नु पऱ्यो, सबै चिज। किनभने कसैलाई उल्लु बनाउँदै हुनुहुन्छ भने त्यो हुँदैन, फेरि उल्लु बनाउन सकिँदैन कि सधैँ मान्छेले। तपाईँ साँच्चीकै असल हुनु पऱ्यो, अनि बल्ल त्यो प्रभाव हुन्छ क्या। उसलाई अपग्रेड गर्नै सकेको छैन होइन, तपाईँको स्कुलतिर ध्यान छैन। नेताहरूले नेताहरूको 365 दिनमा तपाईँले इन्टरभ्यू हेर्दाखेरि कहिले कसैले स्वास्थ्यको बारेमा, शिक्षाको बारेमा, ट्रान्सपोर्टेसन सिस्टमको बारेमा, सलिड वेस्ट म्यानेजमेन्टको बारेमा कुरा गरेर सुन्नु भएको छ। उहाँहरू खालि अर्को नेताले के गरेको थियो, म चाहिँ अब यस्तरी गर्छु होइन, मैले चाहिँ यो भनेको थियो, उसले त्यो भनेको थियो भन्ने बाहेक केही पनि सुनिँदैन। भनेको विकासको कुरा गऱ्यो भने त साँच्चै काम गर्नु पर्थ्यो होला नि त। तर उनीहरू त्यो डिबेटमा मात्रै बस्दिन्छन्, एकले अर्कालाई गाली गर्ने मात्रै बस्दिन्छन्, विकासको कुरै गर्दैनन्। मान्छेहरू पनि विकासतिर सोच्दैनन्। अनि मान्छेको दिमागमा पनि हो, आज केपी ओलीले के भन्नुभयो त, आज गगन थापाले के भन्नुभयो त, आज शेरबहादुर देवालले के भन्नुभयो त, कसलाई के भन्नुभयो त, हो त्यसको यस्तो रहेछ नि त। त्यहीतिर मान्छेको पनि ध्यान भयो क्या। मान्छेलाई पनि सोच्न फुर्सद भएन कि विकास भन्ने चिज छ त्यही भनेर। त्यो बारेमा कुरै कसैले ननिकालेपछि त त्यो कुराहरू नगरिदिने भयो नि त कसैले पनि। माया ह्यान्डल गर्न सक्नु पऱ्यो, हेट ह्यान्डल गर्न सक्नु पऱ्यो, सबै चिज। किनभने कोही मान्छेले तपाईँलाई हेट गर्छ भने नबुझेर हो नि त होइन, त्यो मान्छेलाई बुझाउन नसकेको पनि हुन्छ है कहिले काहीँ चाहिँ। मसँग यति रिसाएर कोही मान्छे आउँछन्, अनि त्यो कुरा हुन्छ, ल बस्नु नि त, अनि चर्केर गर्नु, यो सानो बोल्दा पनि मैले सुन्छु भनेर, अनि त्यो कुरा सुरु गरिसक्यो। र तपाईँ चाहिँ यो कुरामा झुक्किनु भएको थियो, यो कुरा चाहिँ तपाईँको गलत बुझाइरहेछ भनेर मजाले 20 मिनट बुझाएर जसले पनि बुझ्छ। कस्तो हेटरहरूलाई पनि बुझाएर पठाउन सकिन्छ। किनभने त्यो तपाईँको मनमा पनि फेरि त्यो हुनु पऱ्यो नि त। तपाईँले कसैलाई उल्लु बनाउँदै हुनुहुन्छ भने त्यो हुँदैन, उल्लु बनाउन सकिँदैन कि सधैँ मान्छे। तपाईँ साँच्चीकै असल हुनु पऱ्यो, अनि बल्ल त्यो प्रभाव हुन्छ क्या।